चाहिँ क्विकली रेडी पनि भइसके अब चाहिँ हामी जिम जान्छौँ अनि आज चाहिँ हामी लोवर बडी एक्सर्साइजहरू गर्नेछौँ लोवर बडीमा पनि ग्लुट फोकस्ड एक्सर्साइजहरू गर्नेछौँ अनि जिममा अलिकति कम्फर्टेबल अनि कन्फिडेन्ट फिल गर्नको लागि वान अफ द इम्पोर्टेन्ट कुरा भनेको चाहिँ वर्कआउटहरू पहिल्यै प्लान गर्नु हो त्यही भएर मैले चाहिँ हिजो नै रिसर्च गरिसकेँ के एक्सर्साइजहरू छ गर्न मिल्छ आजको दिनमा यो ग्लुट फोकस्डवालामा भनेर चाहिँ रिसर्च गरिसकेँ त्यही भएर अब त्यहाँ गइसकेपछि अलमल हुँदैन नि त आफूले हेरेको एक्सर्साइजहरू गर्ने अनि निक्लिन सजिलो भइहाल्छ त्यही भएर लेट्स गो सो जिममा कन्फिडेन्ट फिल गर्नको लागि आफ्नो वर्कआउट पहिल्यै प्री प्लान गर्नुको साथसाथै मैले डिफ्रेन्ट कुराहरू पनि ट्राई गरिरहेको हुन्छु जसले गर्दाखेरि चाहिँ अलिकति कन्फिडेन्ट फिल होस् अलिकति कम्फर्टेबल फिल होस् जिममा भनेर मैले फर्स्टमै जिम जोइन गर्ने बित्तिकै गरेको भनेको चाहिँ मैले त्यहाँको दिदीलाई चाहिँ मलाई एक्चुअली जिमको टुर दिनुहोस् न भनेर भनेको थिएँ होइन त्यो भयो भने चाहिँ हामीलाई पहिल्यै थाहा हुन्छ कि कहाँ चेन्जिङ रुम छ कहाँ चाहिँ मेसिनहरू छ कहाँ कुन वर्कआउट गर्नको लागि ठाउँ हो भनेर पहिल्यै थाहा हुन्छ त्यो भयो भने चाहिँ भोलि आफू जिम जाने बेलामा कन्फ्युजन हुँदैन अनि एक हिसाबको जे होस् अलिकति प्लान अर प्रिपेयर जस्तो हुन्छ क्या अनि आजको वर्कआउट चाहिँ मैले सबै टिकटकमा हुनुहुन्छ नि हे मान्छेहरू भन्ने दिदी उहाँकै भिडियोहरू हेरेर गर्दै थिएँ त्यहाँ भिडियोमा हेर्ने बेलामा कस्तो इजिली गर्नुभएको जस्तो लाग्छ होइन सक्छु होला जस्तो लागेको थियो तर ओ माई गड वान्स गर्न थालिसकेपछि त यस्तो गाह्रो थियो मैले त मजाले कम्प्लिट सेट गर्नै सकेको थिइनँ म फर्किने बेलामा त मेरो खुट्टा यस्तो कामिरहेको थियो क्या I just got back from gym. अब मेरो छोरीलाई खाना खाने है अनि खानामा चाहिँ we have pancake अनि उसको लिटो उसको पानी अनि यो प्यानकेक बनाउने बेलामा चाहिँ यति बनाइसकेपछि उसले एउटा जति खान्छ अनि बाँकीमा चाहिँ अब उसलाई हनीहरू दिनु हुँदैन नि त अनि रिमेनिङमा चाहिँ हनी हालेर आफूलाई पनि ब्रेकफास्ट हुन्छ अनि छोरीलाई पनि हुन्छ सो अब हामी खान्छौँ है छैन ल यो त तिमीले आफै खान सक्छौ होला बाबा ए प्यानकेक चाहिँ उसलाई दिने बेलामा यत्तिकै ठुलो दिनुभन्दा यस्तो यस्तो गऱ्यो भने बिस्तारै उसलाई सजिलो हुन्छ ल खाऊ बाबा ल न्याम न्याम लिटो त तातो न तातो छ ठुलै खानुपर्छ ठुलो त अनि अड्किन्छ नि त अनि हामीलाई चाहिँ थोरै हनी हाल्यो भने थोरै भनेको कति धेरै भयो यसको पनि ब्रेकफास्ट हाम्रो पनि ब्रेकफास्ट मिठिए
छिट्टो भोक लागिसक्यो त्यही भएर क्विक जे भने खाइहालौँ भनेको अनि हिजोको अलिकति सिमी बाँकी थियो अनि हिजोको खाना पनि अलिकति बाँकी छ अन्डा फ्राई गर्छु अनि भात सिमी सबै त्यही हालेर छिटो क्विक फ्राइड राइस टाइपको बनाइहाल्छु मेरो छोरी सुतिरहेछ त्यही भएर मैले सबै सफा गरेर नि भ्याएँ छोरी सुतेको बेलामै and done अनि अर्को कुरा भनेको चाहिँ पिक आवरमा चाहिँ जिम नजाने क्या किनभने बिहान र राति अभियसली भिड त भिडै हुन्छ हैन तर बिहानको पनि 6 देखि 8 सम्मको टाइम चाहिँ अलिक भिड नै हुन्छ अनि सकेसम्म त्यो टाइम चाहिँ अभोइड गर्ने अनि बिस्तारै बिस्तारै आफू युज टु भइसकेपछि त सकिहाल्छ तर सुरुमै त्यो रस आवर पिक आवरमा गयो भने चाहिँ धेरै मान्छे पनि हुन्छ अनि मेसिनहरु पर्खिराख्नु पर्दाखेरि झन् आफू कन्सियस हुन्छ अनि नेक्स्टमा चाहिँ एउटा राम्रो हेडफोनमा पनि इन्भेस्ट चाहिँ गर्नु मलाई भन्नुहुन्छ भने सुरुमा म हेडफोन लाएर एक्सर्साइज गर्नलाई पनि कस्तो डर थियो के ब्यागमा हेडफोन हुन्थ्यो तर पनि लाउन चाहिँ लाज लाग्ने अरूले हेरिरहेछ जस्तो लाग्ने अनि एक दिन चाहिँ मैले ट्राई गरेँ हेडफोन लाएर हैन अनि त्यो दिनबाट चाहिँ म एभ्री डे नै हेडफोन लाएर नै सबै एक्सर्साइजहरु गरेर हुन्छु अनि अर्को मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ जिम आउटफिट नेसेसरी छैन कि तपाईले लगाउनु भएको आउटफिट चाहिँ इन्स्टाग्राम वर्दी हुनुपर्छ एस्थेटिक हुनुपर्छ जस्ट आफू चाहिँ कम्फर्टेबल फिल हुनु पर्यो त्यो भएपछि त यतिकै पनि कन्फिडेन्ट फिल भइ नै हाल्छ सफ्ट स्टार्ट गरेको पनि 1 वीक कम्प्लिट भइसक्यो अनि यो 1 वीकको फेजमा के कस्तो डिफिकल्टीहरु आयो अनि के कस्तो प्रोग्रेसहरु भइराछ त्योहरुको बारे चाहिँ अपडेट लिएर आको अर्को वीकमा चाहिँ अलिकति गाह्रै हुन्छ किनभने हामीले त्यो भन्दा अगाडि डिसिप्लिन भएर सबै रुल्सहरु फलो गरेको हुँदैन नि त अनि त्यही भएर फर्स्टमा चाहिँ यो वीक 1 2 3 चाहिँ अलमोस्ट त्यो वार्म अप वाला वीक भन्छ के यो 75 सफ्टमा त्यही भएर वीक 1 चाहिँ कम्प्लिट भयो म त के सोचे थिए 3-4 डेजमै म त सक्दिन होला गिभ अप गर्छु होला जस्तो लागिसकेको थियो तर जसरी तसरी गरिराछु अनि आज पनि अलमोस्ट म यस्तो डिमोटिभेटेड भइसकेको थिएँ म यहाँ जादिन जिम जान्न जस्तो लागिसकेको थियो किनभने जम्मा 2 घण्टा मात्र सुतेछु होला म राति अनि यस्तो धेरै टायर्ड पनि भइरा थिए अनि नानी पनि सुते थिएन अनि के गर्ने भइरा थियो अलमोस्ट म जान्न नै भइसकेको थियो तर
होइन यसरी हुँदैन किनभने हिजो पनि गएको थिइनँ म हिजो प्रितम बिराम भएको थियो अनि उसलाई चिसो लागेको छ अनि नानी हेर्नलाई उसलाई गाह्रो हुन्छ भनेर हिजो चाहिँ घरै बसेँ अनि फेरि आज पनि नगएको भयो मेरो 2 दिन ग्याप भइसक्थ्यो त्यही भएर आज चाहिँ यस्तो अल्छी गरी जान चाहिँ गएँ अनि गइसकेपछि चाहिँ वान्स त्यहाँ पुगिसकेपछि त अब सबैजना एक्सर्साइज गरिरहेको हुन्छ अनि गीतहरू पनि एकदम पम्पटपवाला गीतहरू भइरहेको हुन्छ नि जाने बेलामा जतिसुकै अल्छी गरे पनि आजको वर्कआउट चाहिँ दामी नै भयो अनि अर्को चाहिँ ट्राई इटिङ हेल्दी कि त घरमै खानुपर्ने वालामा चाहिँ हामीले खाना त घरकै खाइरहेको छु तर आई डोन्ट नो भात खाएकोलाई हेल्दी भन्छ कि भन्दैन होइन तर मेरो एभ्री मिल नै खाना मात्र भइरहेछ एभ्री मिल त नभनौँ सकेसम्म अलिअलि डिफ्रेन्ट खाना त ट्राई गरिरहेको छु किनभने नानीलाई पनि डिफ्रेन्ट खुवाउनुपर्छ अनि उसलाई खुवाउन मिल्ने प्यानकेकहरू हामीले खान मिल्छ अनि उसलाई दिन मिल्ने बोल्ड एग्सहरू हामीले त्योहरू पनि खान मिल्छ त्यो बाहेक चाहिँ भात मात्र भइरहेछ क्या त्यही भएर मलाई अर्को एकदम रिसर्च गर्न मन लागेको यो ड्युरेसनमा चाहिँ न्युट्रिसनको बारे डिफ्रेन्ट हेल्दी फुडहरू जुन हामीले ट्राई गर्न मिल्छ अदर देन भात होइन हो त्योहरू ट्राई गर्न मन छ बिस्तारै नयाँ कुराहरू सिक्छु अनि मैले जे कुरा सिक्छु म त्यो तपाईँहरूलाई सेयर त गरिहाल्छु त्यो भयो भने हामी सँगै ट्राई गर्न मिल्छ डिफ्रेन्ट हेल्दी अप्सनहरू होइन विथ मोर न्युट्रिसनल भ्याल्यु जतिखेर पनि भात मात्र खानुपर्छ भन्ने छैन नि त मैले अस्तिको भिडियोमा भने जस्तै एकदम ठुलो गोल केही पनि छैन जस्ट 1 डे एट अ टाइम गर्न मन छ किनभने एकदम ठुलो गोल लियो भने छिटै डिमोटिभेटेड हुन्छ केही गरी तपाईँहरू पनि मैसँग यो च्यालेन्ज गर्दै हुनुहुन्छ भने प्लिज डोन्ट गिभ अप बिस्तारै विल गेट देयर होइन बिस्तारै गर्ने एकदम छिटो प्रोग्रेस छिटो रिजल्ट पनि चाहेको होइन हामीलाई त्यही बिस्तारै नयाँ कुराहरू लर्न गर्दै ग्रो हुनु छ सबै एक्सर्साइजको बारे सिक्दै न्युट्रिसनको बारे सिक्दै अगाडि बढ्नु छ त्यही भएर प्लिज डोन्ट गिभ अप बिस्तारै प्रोग्रेस देख्छ होला किनभने मैले पनि प्रोग्रेस केही देखेको छैन जस्ट सोइङ अप एभ्री डे नै हो अहिले त मम्माले लेखेको तिमीलाई नि लेख्न मन लाग्यो हो तिमीलाई नि लेख्न मन लाग्यो अभि नो बाबा यतिकै समात्यो नि त ल जे पनि मुखमा चिसो छ नि त बाबा चिसो छ नि त
सो यो च्यालेन्ज सुरु गर्नुको वान अफ द मेन रिजन चाहिँ टु लुज वेट पनि हो अनि त्यही भएर म चाहिँ फर्स्टमा डिसिप्लिन मेन्टेन गर्नुको लागि चाहिँ घरमै बनाएर खाने क्लिन खानेलाई नै फर्स्टमा गोलमा राखेको थिएँ भने अब चाहिँ सिन्स विक 1 पनि सकिसक्यो अनि एक हिसाबको रुटिन पनि सेट भइसक्यो नि त त्यही भएर विक 2बाट चाहिँ अब वेट लुज गर्ने नै हो भने त क्यालोरी डेफिसिटमा बस्नुपर्छ नि त त्यही भएर विक 2बाट चाहिँ त्यही भएर अब विक 2बाट चाहिँ क्यालोरी डेफिसिटमा बस्ने गोल राखेको छु ल जाने लियो विक 2बाट चाहिँ क्यालोरी डेफिसिटमा बस्न चाहिँ ट्राई गर्नेछु जोरी ल भयो बाबा एकैछिन मम्माले सकिहाल्छ यति मात्र ल के रहेछ हेर त यस्तो गर्नु नि मिल्छ यस्तो गर्नु नि मिल्छ यस्तो गर्नु नि मिल्छ यस्तो गर्नु नि मिल्छ है यस्तो गर्नु नि मिल्ने रहेछ यस्तो गर्नु नि मिल्ने रहेछ कति क्यालोरी इन्टेक गर्ने कति गर्नुपर्छ भनेर चाहिँ इजिली गुगलमा गर्नुभयो भने बिएमआई क्यालकुलेटरमा गर्नुभयो भने त्यहाँबाट भनिहाल्छ अनि मेरो चाहिँ सिन्स आइ एम अ ब्रेस्ट फिडिङ मम मलाई चाहिँ 2200 क्यालोरी पनि क्यालोरी डेफिसिटमै जान मिल्छ भनेर देखाएको थियो त्यही भएर म त्यही एम गर्छु एकदम डेफिसिट पनि गर्न सक्दिनँ किनभने नानीलाई पनि बुबु दिनुपर्छ अनि एक्सर्साइज पनि गर्न थालिरहेको छु मेरो छोरीको दाँत आएछ मेरो छोरीको दाँत आएछ ल मैले कसो थाहा पाएको भने यस्तै गर्दा त ठ्याङ 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 बस्दो रहेछ ल सानो दाँत छ खै यी बाबा एकचोटि हेर्छु नि बाबाले हेर्छु प्लिज हेर्छु प्लिज हेर्छु प्लिज हेर्छु नि प्लिज हेर्छु नि प्लिज छोरी एकचोटि हेर्छु नि बाबाले हेर्छु नि प्लिज ल ल ल ल हेरिदिनु ल दिन्छु बाबाले ल यसो नि ग्लासमा फर्स्ट टाइम ट्राई है टोक्छ त ग्लासलाई बसिरहेको छ क्या ट्याङ ट्याङ ओ माई गॉड मेरो छोरी त ठुलो भइसक्यो नि लास्ट इयर नोभेम्बरमा तिमी मेरो पेटमै थियो बाबा तिमी मेरो पेटमा थियो सो क्विक ग्रोसरी हल जुन मैले लिएर आएको होइन भर्खर बुढाले लिएर आएको मसरुम बिबी यो 1 किलो नै छ र सबै 1 किलो 1 किलो छ र यो त्यो छोरीलाई है मसरुम यो चाहिँ अहिले हामी ब्रेकफास्टमा मसरुम र अन्डा खान्छौँ त्यही भएर मसरुम चाहिँ मोस्ट अहिलेको हाम्रो एभ्रिडे खानेवालामा पर्छ अनि राजमा पनि 1 किलो अनि क्वान्टी पनि 1 किलो अनि अन्डा 1 क्यारेट सो योहरू नै हो आज लिएर आएको चाहिँ किनभने योहरू सकिरहेको थियो सबै बराबर भयो सो क्विक ब्रेकफास्ट यो चाहिँ मैले नयाँ बनाउन सिकेको आजकल त्यही भएर हामी यही खान्छौँ बोइल्ड एग्स अनि मसरुम अनि यो चाहिँ राजमा यो चाहिँ हाम्रो ब्रेकफास्ट
यति नै छ वेट त